बा बा हामीले किन सबैले हेप्छन्? हजुरले किन च्यातेको कपडा लाउनु भएको? मैले पनि हजुरले जस्तै सारङ्गी बजार हिँड्नु पर्छ हो? इष्टकोट आफ्नै काटी छोरालाई भोटो गरिबैको घरमा जन्म लिनु कर्मै खोटो पढाइ लेखाइ ठुलो मान्छे बनाउने रहर गाउँमै बित्यो आफ्नो जीवन पुगोस् छोरा सहर बाउबाजेको पाला देखियो सारङ्गी रेटेर नै चलिरहेछ जिन्दगी जानिन मैले नि यो भन्दा अरू त छोराले चाहिँ अब नहिँडोस् मागी भुइँसम्मै टेके मैले तिमी टेक्नु धुरी भुइँसम्मै टेके मैले तिमी टेक्नु धुरी पाखुरीमा तागत रहेसम्म बोकी हिँड्छु हालेर काँधे कुरी हालेर काँधे कुरी नमस्कार हजुर। नमस्कार नमस्कार। अनि किन आइस् त आज? मलाई गोडा 1000 पैसा चाहिएको थियो, दिनुहुन्थ्यो कि भनेर आएको मुखिया साहब। ए हो, खै तमसुक पाए पार त। ल यता आइज, औँठा छाप लगाउन। बा बा यहाँ त 1 लाख पो लेखेको रहेछ त। हजुरले त 1000 माग्नु भएन? रात जस्तै दिन अँध्यारो भो घाम बिना उस्तै अँध्यारो रहेछ जीवन ज्ञान बिना रात जस्तै दिन अँध्यारो भो घाम बिना उस्तै अँध्यारो रहेछ जीवन ज्ञान बिना सके जति छेकिदिउँला घाम आँधी हुरी पाखुरीमा तागत रहेसम्म बोकी हिँड्छु हालेर काँधे कुरी हालेर काँधे कुरी